हरि ओम तत्सत तत्सत विष्णु 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 ओम विष्णु श्री गणेशाय नमः मङ्गलम भगवान् विष्णु। आज पौष शुक्ल एकादशी कथा दृष्टो वाचन कथिता वै त्वया कृष्ण सफलैकादशी शुभा कथयस्सो प्रसादेन शुक्ला पौषस्या भवेत् किं नाम को विदिष्टस्य को देवस्तत्र पूजति कस्मै तुष्टो ऋषिकेशस्तोऽपिव पुरुषोत्तमः। कृष्ण उवाच श्रीकृष्ण उवाच शृणु राजन् प्रवक्ष्यामि शुक्ला पौषस्या भवेत् तस्यापि महाराज लोकानां च हिताय वै पूर्वेण विधिना राजन् कर्तव्यैषा परिणता पुत्रे देति च नाम्रासौ सर्वपापहरा परा नारायणो अधिदेवस्य कामद सिद्धिदायक नाथ परातरात कचित् तर्लोके सचराचरे विद्यावन्तं यशस्वन्तं करोति तं नरं हरि या करोति पुत्रदाय वर्तं कल्याणकारकम्। शृणु राजन् प्रवक्ष्यामि कथं पापहरां परं पुरी भद्रावती नाम्नि राजा तत्र सुकेतुमन्नः तस्य राज्ञोऽथ राज्ञी च शैवानाम्नीति विश्रुतः पुत्रहीनेन राजा च कालो नीतो मनोरथै नैव आत्मजं निर्भूलेवे वंशकर्तारमेव तेनैव राज्ञा सर्वेण चिन्तितो बहुकालतः किं करोमि एको गच्छामि सुतप्राप्ति कथं भवेत् न राष्ट्रेण पुरे सौख्यं लेवे राजा सुकेतुमान् शैवया कान्तया साध्यं प्रत्यहं दुःखितो भवत् अपुत्रस्य हितं नास्ति इह लोके परत्र च तबुवौ दम्पति नित्यं चिन्ताशोकपरायणौ पीडितारास्तु जलं दत्तं कवोष्णामुपभोजते राज्ञा पश्वान्न पश्यामु योऽस्मान् सान्तर्पहस्येस्ति क करिष्यति सार्धदिनं प्रीतिकार्यं तदा तु न इत्येवं संस्मरन्तो अस्य पितरो दुःखिनो भवत् तेषां तदुःखमूलं चार्थ ज्ञात्वा राज्ञापेतप यतः न बान्धवा न मित्राणि न चैव सुहृदयस्तथा रोचन्ते तस्य भूपस्य हत गजासुः पदादय नैराश्यं भूपते तस्य मनस्यैव जायत नरस्य पुत्रहीनस्य नास्ति वै जन्मन फलम् अपुत्रस्य गृहं शून्ये हृदय दुःखितं तदा प्रीतिदेव मनुष्याणां नानेणास्तुं सुतं विनः तस्मात् सर्वप्रयत्नतः सुतमुतं पादयन्नरः इहलोके एषस्तेषां परलोके शुभा गतिः। येषां तु कर्मकर्तॄणां पुण्यजन्मसत्तुद्भवम् आयुरारोग्यं सम्पत्तः तेषां गेहे प्रवर्तते पुत्रपत्रा च लोकाश्च भवेषु पुण्यकर्मणां पुण्यं विना च नः प्राप्ति विष्णुर्भक्ति विना तथा पुत्राणां सम्पदोऽपि विद्यायाश्चेति मेहतमति एवं विचिन्त्यमानो सहोतरश्रवणः लब्धवान्। प्रत्युषे तच्चिन्तया राजा निशीथे चिन्तये तथा ततश्चात्मविनाशं च विचार्याथ सुकेतुमान् आत्मघाते दुर्गतिं च चिन्तयित्वा तदा नृप दृष्ट्वा आद्यं तपस्विनां पुत्रत्वं तथैव च पुनर्विचार्य आत्मा बुद्धया आत्मानुहितकारणम् अश्वारूढस्तस्तु
ततो राजा जगाम घनं वनं पुरोहितादय सर्वे न जानन्ति कथं नृपं गभीरे पिपिने राजा मृगपंक्षी निषेविते विचचार तदा तदा तस्मिन् वने वेचान् विलोकयन् भटानः सोऽथ बिल्यं च खजुजैरान् पणसात् तथा बकुलान् सप्तपणश्च पणश्च तिन्दुकांश्च तिलकानपि शालं तालं च मालं च सदा सरलं निर्भः इं गुदिनं ककुभां चैव श्लेष्मातकः विवितकान् शलकीकरमदाश्च पाटलान् खदीरानपि शाखा चैव बलं च सवितां ददृशे नृपः मृगव्याघ्रपराहां च सीमांच्छानः निरेगानपि ददर्श भुजगान् राजा वर्मिकादभिनिश्रितान् तथा वनगजनमतान् कालभैः सह सङ्गतान् गवायान् कृष्णसारङ्गा शृङ्गालाञ्छलकानपि वनमार्दरकान् क्रूरान् झलकांश्च अमरान् वहि यूतपं च चतुर्दतान् कर्णिगणमध्यगान् तान् अधिष्ठवा चिन्तयामस ह्यात्मनस्य गजान् नृपः तेषां च वितरन्नवते राजा सुखमवावः मोदं महदासंचर्यः संयुक्तं ततः स विभिन्नं निर्वह कोचिच्छिवारुतं शृणोन्नुलुकाविरुतं तथा तांस्तान् पक्षिगणान् पश्चन् प्रभां ब्राह्मणमत्यग एवं ददर्श गहनं मध्यं गतिरवौ तृणभ्यः पीडितो राजा इतश्चेतसा धावति चिन्तयामास नृपति संशुष्कगलकन्धर मया तु किं कृतं कर्म प्राप्तं दुःखं यदि देशं मया च तुषिता देवा यज्ञै पूजाभिरेव च तथैव ब्राह्मणा दानैः तुषिषा वेष्टभोजनैः प्रजा चैव यथा कालं पुत्रवत् परिपालित कस्मात् दुःखं मया प्राप्तमीदृशं दारुणं महत् इति चिन्तापरो राजा जगमाथाग्रतो वनं सुखे तस्य प्रभावेण सर्वो दृष्टं मनोरमं मानं संस्पर्धमानं च पद्मिनी परिशोभितं कारण्डवैश्चक्रः वाकैराजहंसै च नादितम् मकरैल बहु विरिक्तं मत्स्यैर्जलचरैर्युतं समीपे सरसस्तत्रः मुनिनामाश्रमान् बहून् ततः राजन् लक्ष्मीवाणिमितैषु शुभशंसिभिः सव्यात परतरं चक्षु प्रासफोरश्च तथा कर स्फुरितस्तस्य राजस संसित शुभलक्षणं तस्य तीरे मुनिनं दृष्ट्वा कुर्वाणः नैगमं दवद् अवतीर्यहयात् तस्मान् मुनीनामग्रात् स्थितः पृथक् वन्दे सा मुनिं तान् संसितव्रतान् कीर्ताञ्जलिपुटो भूत्वा दण्डवच्चा प्रणम्यः स हर्षेण महता आविष्टो बभूव निर्वसक्तमः तेऽपि मुनयः प्रसन्नाः स्मः वयं तव कथयस्वाद्यं वैराजन् यतते मनसि वर्तते राजुवाचः के योमग्रतपस किमाख्या भवतामपि किमर्थमागता यूयं वदन्तु मम तत्त्वतः मुनय ऊचुः विश्वदेवा वयं राजन् स्नार्थमिह चागतः मागो निकटमायत एतस्मात् पञ्चमे हनि अद्यौ एकादशि राजन् पुत्रदा नामनावद पुत्रं ददात् यसौ च शुक्ला पुत्रदा पुत्रमेच्छताम्
राजुवाच एष वै संशयो मह्यं सुतस्योत्पादने महान् यदि तुष्टा भवन्तु मे पुत्रो वै दीयतां तथा मुनयोचो अस्मिन्नेव दिने राजन् पुत्रता नाम वर्तते एकादशीति विख्याता क्रियतां भवतमुत्तमम् आशीर्वादेन चास्माकं केशवस्य प्रसादत अवश्यं तव राजेन्द्र पुत्रप्राप्तिर्भविष्यति इत्येवं वचनात् तेषां कीर्तं राज्ञा व्रता शुभं द्वादशं पारणं कृत्वा मुनिना तत्त्वा पुनः पुनः आजगामग्निं राजा राज्ञी गर्भं समाददौ मुनीनां वचनैव पुत्रदाय प्रभावतः पुत्रो दातस्तथा काले तदपि पुण्यकर्मकृत पितरातो शयामास प्रजापालो बभूवस एतस्मात् कारणात् राजन् कर्तव्यं पुत्रदावर्तं लोकानां चरितार्थ तवाग्रे कथितं मया एतद्वत्र तु ये हेतुमर्था कुर्वन्ति पुत्रदाभिदम् तेषां तैव भवते पुत्रो ह्यवस्य मोक्षभागिनां पठनश्रवणाः द्राः जन्नासु वेदफलं लभेत् यालुके सुखं प्राप्य परलोकमहीयते इति भविष्यपुराणे श्रीकृष्णार्जुन संवादे पौषशुक्ल एकादश्याः पुत्रनाम्न्यः माहात्म्यं सम्पूर्णं हरिं तस विष्णु हरिं तस विष्णु राधा कृष्ण हरि ओम राधा कृष्ण हरि ओम। आज पौष शुक्ल एकादशी को कथा म अब नेपालीमा भाषार भन्न चाहन्छु। युधिष्ठिर भनिन्छ, युधिष्ठिरले बिन्ती गर्नुहुन्छ, हे प्रभु तपाईँले जुन पौष कृष्णमा पर्ने कल्याणकारी सबला नामको एकादशीको बारेमा कथा आज्ञा भयो, हे भगवान कृपा गरेर पौषको शुक्ल पक्ष जुन एकादशी पर्छ त्यसको कथा आज्ञा हो। त्यो के नामले प्रख्यात भएको छ, फेरि कुन विधिले पूजा हुन्छ र एकादशीको देवता को हुनुहुन्छ, तपाईँ नै ऋषिकेश र हजुर नै पुरुषोत्तम हुनुहुन्छ। श्रीकृष्णले आज्ञा भयो, हे महाराज पौष शुक्लमा जुन एकादशी हुन्छ लोकको कल्याण हुने पहल आज तपाईँले गर्नुभयो, जनहित हुने हुँदा म बताउँछु सुन। हे राजन, पहिले बताइएको विधिले यो व्रत गर्नुपर्छ। सबै प्रकारका पापहरू हरण गर्ने यो एकादशी अति नै उत्तम व्रत नामले प्रसिद्ध छ। यस एकादशीको अधिदेव अर्थात् यसमा पूजा गर्ने देवता नारायण हुनुहुन्छ। उहाँ सकल सिद्धिदायका सबै इच्छा पुर्याइदिने हुनुहुन्छ। हे पार्थ, पापलाई सघाव पार्ने मा अति श्रेष्ठ भएको पुत्रदा एकादशीको कथा भन्छु सुन। उहिले भारतमा भद्रावती नामको एक ठाउँ नगरी थियो र त्यस नगरीमा सुकेतुमान नामका राजा थिए। अनि ती राजाकी रानी सहिबा भन्ने नामले प्रख्यात थिइन्। छोरो नभएका कारणले उनी राजा र उनकै परिवार छोरा फलान भन्ने आशाले धैर्य धारण गरी धेरै कालसम्म बिताएका थिए। तर उनका कुनै सन्तान नभएकाले अब वंश चलाउने एक उत्तराधिकारीको छोरा नभएकोले उनै अति नै चिन्ता परेका थिए। एकता छैन भने चिन्तामा रहेका थिए। हे भगवान, अब म के गरौँ, कहाँ जाउँ, कसरी मलाई छुहराउँछुर होला भन्ने चिन्ताले न राज्यमा न गरिमा कतै पनि ती सुकेतुमान राजाले सुख शान्ति पाएनन्। यो लोकमा र प्रलोकमा पनि अपुत्रको कल्याण छैन भन्ने सोचेर पत्नी सैबाको साथसाथै दिनौँ चिन्तित गर्न थाले। यस्ता प्रकारले ती दुवै पति पत्नी सधैँ चिन्तामा डुबिरहन्थे। पितृहरू पनि मैले दिएको पिण्ड पानी खिन्न भएर खाँदा हुन्। राजाको पछि हामीलाई कसले पिण्ड पानी दलान यस्ता केही देखेनौँ, तब कसैले हाम्रो श्राद्ध पाती पितृ कार्य गलान् भनेर चिन्तामा डुबिरहेका थिए। यसै कारणले पितृहरू दुखी रहन्थे र ती पितृहरूको त्यो दुःखको मूल कारण जाने राजा पनि चिन्तित रहन्थे। हे धर्मराज, ती राजालाई त्यतिखेर न त दाजुभाइ, न त बन्धु बान्धव, न त मित्रहरू नै, न त हात्ती घोडा, न मित्रहरू राम्रो लाग्थे। अपुत्रीको घरै सुन्ने लाग्छ, सधैँ ती दुखी रहन्छन्। मनुष्यहरूले जसरी भए पनि छोरो उत्पन्न गर्नुपर्छ। हे युधिष्ठिर, जुन शुभ कर्म गर्ने मनुष्यहरूको सय गर्नु जन्म पुण्य उदय भएपछि मात्र यो जन्म साकार हुन्छ। पूर्व जन्मको पुण्य प्राप्त नभए यो जन्ममा कसरी सुख शान्ति मिल्छ। जो पुण्य गर्ने जनहरू यसै लोकमा छोरा नाति बलाती र खलाती र इष्टमित्रहरू हुन्छन्। त्यसै पूर्व कमाई अनुसार नै सबै धन सम्पत्तिहरू प्राप्त गर्छन्। त्यसै विद्या पनि पूर्व कमाई अनुसार मात्र प्राप्त गर्न पाइन्छ।
हे युधिष्ठिर राजा सुकेमानले सधैँ चिन्ता गर्ने गर्थे र त्यसपछि सुकेमान राजाले यस्तो विचार गरे कि अब म आत्महत्या गर्नेछु। अब तब ती राजा आत्महत्या गर्न पनि पापै त हो नि, यो शरीर पनि दुर्गति पर्ने हो। यस्तो विचार मनमा आयो। आफ्नो शरीर पनि सुकेको र आफू पनि अपुत भएको देखेर साह्रै विपदमा परे। हे धर्मराज, त्यसपछि फेरि आफ्नै बुद्धिले कल्याण हुने कुरो विचार गरेर त्यसपछि ती राजा घोडामा चढेर ठुलो घनघोर जङ्गलमा जाँदा भए। यता जब राजा हराउनु भयो, सारा जनता र परिवारहरूले राजाको खोज खबर गरे। पुरोहित र ब्राह्मणहरूले समेत पत्ता पाएनन्। अनि त्यस जङ्गलमा अनेक जीवजन्तु तथा चराचुरुङ्गीले घेरिएको ठुलो बाक्लो झाडी भएको थियो। त्यस जङ्गलमा अनेकौं जङ्गली हात्तीहरूको ठुलो समूह थियो। तब ती राजाले हात्तीलाई देखाउन हात्तीहरू सम्झेर त्यस्ता ती ठुला रुख चराचुरुङ्गीले घेरिएको जङ्गलमा यताउति भड्किरहेको ती चिन्ता र शोकले बिल्सिएका राजाले अचम्मलाग्दो जङ्गल देख्दा भए। यसै गरी त्यो वन हेर्दा सूर्य पनि बिच भागमा अर्थात् आधा दिन भयो। यता राजालाई पनि भोक र प्यासले सताउन लाग्यो। तैपनि ती राजा यताउति हिँडिरहे। प्यासले गर्दा घाँटी समेत सुकेर प्याक भरेका ती राजा चिन्तामा परे। त्यसपछि राजाले मनमा विचार गरे कि मैले कुन कर्म गरेको रहेछु र आज यस्तो अवस्था आयो। मैले देवताको पूजा र ब्राह्मणहरूलाई भोजनलाई तीव्रत पारेको पनि थिएँ। मेरा प्रजाजनलाई पनि राम्रोसँग छोरा जस्तै गरी पालेको थिएँ। यस्तै कुरा मनमा सोचा राजा छन् अगाडि जाँदा भए। तर त्यहाँ आफ्नो कुनै पुण्यको प्रभावले अगाडि एउटा अति सुन्दर तलाउ देखा परे। मानव कि त्यो तलाउ मानसरोवरसँग स्पर्धा गर्दा जस्तो थियो र फुलहरू पनि धेरै किसिमका थिए। इन्द्रकमल, नीलकमल त्यस्तै अनेक प्रकारका फुलहरूले शोभायमान थियो। त्यस तलाउमा अनेक किसिमका हाँसहरू जलक्रीडामा मग्न थिए। त्यस पोखरीमा अनेक किसिमको जलजन्तु पनि धेरै नै जलमा रमाइरहेका थिए। भाग्यमानी ती राजाले देखे तब उनको बायाँभन्दा दायाँ अङ्ग फरफराउन थाल्यो। ती राजाको आँखा र पाखुराले शुभ लक्षणको सङ्केत जनायो। अनि उनले त्यस तलाउको नरमा वैदिक मन्त्रको जप गरेका ऋषि मुनिहरूलाई देखे। अनि ती राजाले मुनिहरूका अगाडि उपस्थित भएर व्रतशील अर्थात् नियममा रहने मुनिहरूलाई सबैलाई नम्रता साथले दण्डवत गर्नुभयो। अनि ती राजा खुसी हुनुभयो र हात जोडी मुनिहरूको सामुन्ने खडा हुनुभयो। मुनिहरूले भन्नुभयो, हे राजन, हामी तिम्रो भक्ति देखि हामी प्रसन्न छौँ। हे राजन, तिम्रो मनमा जे छ त्यो भन। राजाले बिन्ती गरे, हे तपस्वीहरूमा अग्रणी मुनि हो, हजुरहरूको हुनुहुन्छ। तपाईँहरूको नाम के हो, किन यहाँ आउनुभएको हो, मलाई आज्ञा होस्। हे राजन, हामीहरू विश्वदेव हौँ। हामीहरू यस तलामा स्नान गर्न आएका हौँ। अब माघ महिना नजिक आइरहेको छ। आजका 5 दिनपछि माघ लाग्छ। हे राजन, आज पुत्रदा नामले पुकारिने एकादशी हो। यो पौष शुक्लको पुत्रदा नामको एकादशी पुत्र चाहनेहरूलाई प्राप्त गर्ने तिथि दिन हो। यस दिन व्रत जसले गर्छ त्यसले राम्रो र सुयोग्य पुत्र पाउँछ। तब राजाले बिन्ती गर्नुभयो, पुत्रदा एकादशी छोरो दिन्छन् भने सयात्मक लागेको छ। यदि हजुरहरू मदेखि प्रसन्न हुनुहुन्छ भने मलाई छोरो दिनुहोस्। हे प्रभु, मेरो कुन कर्मले गर्दा आजसम्म मेरा कुनै सन्तान भएनन्। मुनिहरूले भने, हे राजन, आज पुत्रदा एकादशी हो, उत्तम व्रत गर्नु हो। हाम्रा आशीर्वादले अवश्य नै हजुरको पुत्र हुनेछ। यस्ता प्रकारले ती मुनिहरूले वचनले केशव भगवानको कृपाले हे राजा, निश्चय नै तपाईँको मनोकामना पूर्ण हुनेछ। त्यसपछि ती विश्वदेवहरू मुनिले ढोगी आफ्नो दरबारमा आएर अनि पुत्रदा एकादशीको व्रत गरी भगवानको कृपा र मुनिहरूको आशीर्वादले रानी गर्भवती भइन्। जब मास पूर्ण भयो, अति सुन्दर पुत्र राजाको दरबारमा जन्मियो। पछि प्रजाजनलाई राम्रो गर्ने, आफ्नो कुलको पनि सबै पितृहरूको उद्धार गर्ने भयो। जुन भावले पुत्रदा नामले पुकारिने एकादशीको व्रत गर्छ त्यसको सम्पूर्ण मनोरथ पूर्ण हुनेछन्। हे युधिष्ठिर, एकादशीका व्रत गर्नुपर्छ र लोभलाई त्यागिदिनुपर्छ। यो पुत्रदा एकादशीको कथा पाठ गर्नाले मात्र पनि ती सबै मोक्ष गतिमा पुग्नेछन्। यस लोकमा सुख पाएर परलोकमा आनन्दले रहनेछन्। श्रीकृष्ण भगवानको दया एकादशी महात्म्य नेपाली टीका समाप्तम। हरि ओम हरि ओम तत्सत तत्सत। विष्णु 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 कृष्ण दामोदर हरि कृष्ण दामोदर हरि। उपनयन्तु मङ्गलम्ब सकल जगन्मङ्गलालय। श्रीमान दिनकर किरण निभूति तनव नलिन दल निवेचना कृष्ण। तत्रैव गङ्गा यमुना तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्र च्युतोद्धार कथा प्रसङ्ग काले वसन्तु वचन पृथ्वी सचालिने।
यसो अयं च वरहित ब्राह्मणा सन्तु निर्भय अपुत्र पुत्रेण सन्तु पुत्रेण सन्तु भद्रेण निधन सदन सन्तु जीवन्तु सदां सदम् यं वर्मा वरुणेन्द्र दूतमरुता तुबन्तु ते वेदवै वेदे साङ्गपदाकर्मोपनिषदे गायन्त्यं सामगा ध्यानावस्थित तत्कर्म मनसा पश्यन्त्यं योगिनो यशान्तं न विदुषुरसुरगणः देवाय तस्मै नमः तं श्रीकुसुमो नियकान्ति यमुनाकुलकदमूलः वर्ति नवगोपवधू विलासशाली वनमाली वितनोतु मङ्गलं नः हरि ओं तत्सत् श्रीकृष्णार्पणमस्तु हरि ओं तत्सत् कृष्णार्पणमस्तु।